जस राधे 2082 सालमा साढे साथीको बारेमा बताउने छु। विशेष गरेर साढे साथीको बारेमा बताउँदाखेरि चाहिँ अरु राशिहरू जस्तै कुम्भ राशि, मीन राशिहरूलाई यथावत नै साढे साथी चलिरहेको छ। मकर राशिलाई भने चाहिँ छोडेको छ हैन। अब एक्स्ट्रा भनेको चाहिँ मेष राशिलाई चाहिँ विशेष रूपले साढे साथी लाग्दैछ। अरु ग्रहलाई त लागेकै थियो भने मेष राशिलाई अब साढे साथीको ग्रह दशा आद्य साढे साथी यानि कि लाग्नेवाला छ भनेर अब सुरु हुँदैछ। भनेपछि अब मेष राशि हुनेहरूलाई लागेको चाहिँ कस्तो रहन्छ त यो समय भन्ने कुरा गर्दाखेरि मेष राशि साढे साथी भन्दा बित्तिकै सबैजना डराउनुहुन्छ। साढे साथीको अर्थ हुन्छ शनिको प्रभाव विशेष लाग्दैछ। अब मेष राशिको स्वामी मङ्गल हुन्छ हैन, र शनिको कनेक्सन हुँदाखेरि चाहिँ हजुरलाई के हुने भयो भने एक आपसमा नि त्यति मित्रता चाहिँ हुँदैनन् हैन। सो कारणले गर्दाखेरि यदि अहिलेसम्म हजुर आनन्दले बस्नु भएको थियो भने अब हजुरलाई चाहिँ आनन्दले बस्न दिँदैन साढे साथीले, यानि कि अब सङ्घर्ष गर्नुपर्ने हुन्छ। हजुरलाई एउटा वैराग्य फिल हुनेछ, किनकि हजुरलाई चाहिँ कुनै पनि कुराबाट हजुरलाई सन्तुष्टि नै मिल्दैन। पहिलो कुरा चाहिँ सन्तुष्ट नमिल्ने हुन्छ हैन। यदि हजुरको स्वास्थ्य यदि हुन त हजुरको जन्म कुण्डली नहेरिकन चाहिँ त्यतिकै साढे साथीको बारेमा चाहिँ बताउन मिल्दैन। यदि हजुरको जन्म कुण्डलीमा शनिदेव चन्द्रदेव कसरी बस्नु भएको छ भन्ने कुरा हुन्छ हैन। यदि त्यताको अवस्था नहेरिकन यताको अवस्था हेर्ने हो भने चाहिँ हजुरको धेरै कुराहरू हुन्छन्। धेरै कुरा डराउनु भन्दा पनि हजुरले बुझ्नुपर्ने हुन्छ साढे साथीले चाहिँ के गर्नेवाला छ त भनेर चाहिँ। साढे साथी चल्दैमा चाहिँ हजुर चाहिँ अब चाहिँ बर्बाद हुनुहुन्छ भन्ने चाहिँ हुँदैन। यसले राम्रो पनि गराइदिन्छ। यदि अहिलेसम्म केही नगरेका व्यक्तिहरूले चाहिँ अब गर्दै हुनुहुन्छ यो समयमा, यानि केही समय अब हजुरले पाउनु भएको थिएन र केही गर्दै पनि हुनुहुन्छ र बोझ उठाउँदै पनि हुनुहुन्छ भनेर पनि बुझ्नुहोस् हैन। र समस्याहरू पनि खडा हुन्छ यो समयमा। शनि र मङ्गल कनेक्ट हुँदाखेरि चाहिँ हजुरलाई चाहिँ यो स्वास्थ्यको समस्या पनि उस्तै दबाउन सक्छ। स्वास्थ्यमा एकदम खराब स्थिति आउन सक्ने चान्सहरू एकदम बढी हुन्छ भने मेन कुरा यो समयमा हजुरले आफ्नो मनलाई विशेष रूपमा कन्ट्रोल गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा जो व्यक्तिहरू एकदम आनन्दले बसिरहनु भएको थियो, एउटै सोचमा लागिरहनु भएको थियो, अब हजुर एउटै सोचमा हुनुहुन्न भनेको अब हजुरका सोचहरू बदलिँदैछन्। अब हजुर त्यही सोच भनौँ एउटा उदाहरणको लागि हजुरले चाहिँ पहिला नेपालमा बस्ने भन्ने सोच गर्नुभएको थियो भने अब हजुरको सोच अब चेन्ज हुन्छ। यानि कि एउटै सोच जुन एउटा निरन्तर चलिरहेको थियो भने त्यो सोचमा अब हजुर चाहिँ लाग्नुहुन्न भनेर पनि देखाउँछ। र यो समयमा विशेष रूपले जो व्यक्तिहरू चाहिँ अलिकति माथिल्लो तहको कामहरू गर्नुहुन्छ हैन, 2 नम्बरी धन्दाहरू गर्नुहुन्छ भने चाहिँ सावधान रहनु होला। 2 नम्बरी धन्दाहरू गर्दाखेरि एक त कतै 2 नम्बरी धन्दाबाट हजुरले कमाएको पैसा छ भने चाहिँ अब यो समय हजुर डुब्ने पनि भनेर पनि बुझ्न सक्नुहुन्छ। यानि कि 2 नम्बरको धन्दाबाट अब जे जसरी बुझ्नुहुन्छ हजुरले चाहिँ गलत तरिकाले यदि हजुरले पैसा कमाउनु भएको छ भने यो समय विशेष ख्याल गर्नुपर्ने हुन्छ। दान डोनेसनहरू चाहिँ राम्रो ठाउँमा गरिरहनु होला र विशेष शुभ कार्यहरू पनि यसमा जोइन गर्नु होला। यानि कि कुनै पनि विशेष माङ्गलिक कार्यहरू पनि यसमा हजुरले गर्नुपर्ने हुन्छ हैन। यति काम चाहिँ हजुरले गर्नुपर्ने हुन्छ। साढे साथी भनेको मेन हजुरको कुण्डलीमा शनिदेव कस्तो अवस्थामा हुनुहुन्छ, चन्द्रदेव कस्तो अवस्थामा हुनुहुन्छ भन्ने आधारमा हुन्छ। हजुरलाई जीव अर्को व्यक्तिलाई त्यही नै हुन्छ भन्ने हुँदैन, त्यो चाहिँ हजुरको जन्म कुण्डली हुन्छ। त्यसै साढे साथीलाई चाहिँ हजुरले बुझ्नुपर्ने हुन्छ अब चाहिँ मेरो जीवनमा चाहिँ एउटा कर्मको ग्रह आउँदैछ, एउटा आनन्दले बस्न चाहिँ दिँदैन भनेर चाहिँ हजुरले चाहिँ यति कुरा बुझ्नुभयो भने त्यसपछि डराउनु पर्ने त्यस्तो यो त्यो हुन्छ भन्ने कुरामा चाहिँ हजुर नलाग्दा पनि हुन्छ। मेन कुरा हो साढे साथीको कन्सेप्टलाई बुझ्नुपर्ने हुन्छ।